सर्दा हामी अब अहिले उता खोलातिर जाँदैछौँ। खै त अब एकचोटि भने अब एकचोटि अब अर्को एकचोटि बस ल भएन ल अब नमस्कार। आज हामी पुगेका छौं धादिङको पवित्र नृसिंह धाममा, जहाँ चलिरहेको छ श्री नरसिंह धाम पुरुषोत्तम महामहोत्सव 2083। यहाँको धार्मिक माहौल, भजन कीर्तन र भक्तजनको उपस्थितिले वातावरण एकतमै पवित्र र रमाइलो बनेको छ। हेलो नमस्ते गुड मर्निङ है। आज चाहिँ हामी अब नरसिंहधाम जानलाई रेडी हुँदैछौँ। अहिले बिहानको 5 जस्तै बजिरहेछ। अब यहाँ दिपा पनि रेडी भइसक्यो। यस्तो छ दिपाले त पुरा यस्तो ब्याग हिँडिरहेछ। ओके, हामी चाहिँ अब अहिले बाइक साइक निकालिसक्यौँ। अब यहाँ गल्छीबाट हिँड्न लाग्यो। अब पानी चाहिँ छिटो हान्दा छ अहिले पनि। अब मौसम अब रात भए त पानी परेको छ। आज गड्याङडुङ एकदमै ठुल्ठुलो गरेको छ। पानी अहिले छिटो हान्दा छ। अब अहिले चाहिँ म ठ्याक्कै घरबाट हिँड्न लाग्यो। अब यहाँ त्यहाँ लानको लागि के ठिक गर्दैछु यहाँ। अब पानी आकाश जस्तो छ। पानी छिटा पनि हामीरहेको छ अहिले। अब हामीलाई चाहिँ अब रेनकोट चाहिन्छ जस्तो फिल भइरहेको छ मलाई। तर रेनकोट किन्नको लागि पसल खुलेको छैन।
अस्ति एउटा किनेको थियो, त्यो पनि कहाँ छोडेर आयो थाहा भएन। त्यही हो। ओके, हामी चाहिँ अब अहिले घरबाट निक्लिसकेको। निक्लिँदाखेरि चाहिँ अब यो बाइकको चाहिँ हाम्रो यो स्ट्यान्डको चाहिँ स्प्रिङ झरेको रहेछ। अनि त्यो भएर हामी यहाँ धर्मदाईकोमा चाहिँ अब यहाँ स्प्रिङ हाल्न आएको। दिपा यता पुरा यस्तो रेडी भएर बसिरहेको। कस्तो लागिरहेछ आज मौसम यस्तो छ, यी पुरै पानी पर्ला आएको छ। अब भर्खर हामी घरबाट राम्रोसँग निक्ले पनि छैन। ल स्प्रिङ त आयो, कसले हाल्ने स्प्रिङ? मलाई आउनु पऱ्यो नि। ल स्प्रिङ, यस्तो स्प्रिङ चाहिँ झरेको रहेछ हाम्रो बाइकको, त्यही भएर। ल दिपाले फेरि आफू जत्रै झोला बोकेर आँखा। ल अब हामी बिस्तारै जान्छौँ। यहाँ कम धुलो उठ्यो, हेर बस्नु सक्नु हुँदैन थियो आज पानी पऱ्यो। नहल्लाइकन सिधा यो पुल परेको चाहिँ नयाँ पुल हो होइन। यो अहिले पुरानो पुल उतापट्टि थियो। गाडीहरू पनि आयो भने चाहिँ त
छ त्यही घुम्छु कहाँ सिधो देखाउँछ कालीदह भन्ने ठाउँ हो हामी अस्ति गएको डाँडो त्यही हो कालीदह फ्रेस हुनको लागि ओर्ली मुख सुख हुनु धोइरहनु भएको छ उहाँले हात हेर न यस्तो कालो लाग्यो हामी चाहिँ अहिले बिचो बाटोमा छौँ धादिङको हेलो हामी चाहिँ आज घुम्न हिँडेको हेलो हेलो भन्नुहोस् अरे त ओके हामी चाहिँ अब अहिले सिद्धलेक गाउँपालिकालाई छोडेर अब हामी नीलकण्ठ नगरपालिकातिर लाग्छौँ त्यही हो फाइनली हामी धादिङ आइपुग्यौँ हामी चाहिँ अब धादिङ आइसक्यौँ अब हामी यहाँबाट चाहिँ लेफ्ट लाग्छौँ है त्यहाँ चोक आउँछ एउटा चोकबाट हामी लेफ्ट जान्छौँ हामी त धादिङ बेसी नगइकन हामी यहाँबाट लेफ्ट जान्छौँ सबै आज शनिबार हो धेरै गाडीहरू गएको छ आज त्यही हो ओके फाइनली हामी यहाँबाट छिर्छौँ गाडीहरू धेरै धाम जाने आज शनिबार होइन अनि यहाँ प्याक छ यो टिफरले गर्दाखेरि यहाँ जामसाम पनि भइरहेको छ कहाँबाट छिर्नु हो थाहा यो अलिकति गरे भयो पाल्पा भन्ज्याङको चाहिँ त्यहाँ एउटा यता ज्वालामुखी जाने ठाउँ छ अनि एउटा उता माथि जाने बाटो पाल्पा भन्ज्याङ आइपुग्यो हामी अब यहाँ दुईवटा थोक छ हामी सिधै जान्छौँ यहाँ बोर्डै टाँसेको छ त्यही हो कतिहरू त्यतिखेर बनाएको आइसक्यो अब हामी हाइट आइसक्यौँ अब हामी फेरि अहिले हाइट आउँछौँ जान्छौँ माथि माथि जान्छौँ होइन फेरि तल झर्छौँ अनि तल हो नि त टार पुग्नुपर्छ हामी अनि सल्यान टार पुग्नुपर्छ त अनि लास्टिक हो नि त म चाहिँ पहिलोचोटि आउँदैछु गाइस अब यहाँनिर चाहिँ छ के अरे टिमहरू खेल्न मिल्ने बनाएको त्यहाँ
ज्यामिरे बजार सिधा बस्छ सिधा देखाउन अरे हामी अहिले ज्यामिरे बजार आइपुग्यौँ ज्यामिरे बजार सल्लाहघारी भनेको त्यही माथि हो बाटै राम्रो छ हेर न कस्तो दामी छ मौरो बाटो यस्तो आहा अलि माथि गरेर देखाउँछ फर्केर आउँछु भन न फर्केर आएर घुम्छ भन न सल्लाहघारी माथि पुरै टिमहरू छ धन्यवाद तिमीले भनिराखेँ धन्यवाद त नभन न अब भिडै सिद्धे छैन अनि सिद्धेको जस्तो धन्यवाद भन्छ माथि हिँड्छु अब सल्लाहघारी चाहिँ गइसक्यो सल्लाहघारी अनि हामी यताबाट जान्छौँ अब हामी तल्लो बाटो जान्छौँ बाटो पनि कति लामो हजुरहरू अनि एकदम मोड बाटो हजुरहरू चाहिँ गाडीमा नआउनु होला स्कुटी र बाइकमा मात्र आउनु भन्न चाहन्छु दिदी एउटा दिदी बढ्यो हुनुहुन्थ्यो अनि हामी भिडियो बनाएको थियो अनि खाजा पनि खाएर गएको थियो फाइनली हामी चाहिँ अहिले हनुमान डाँडा आइपुग्यौँ है अब अहिले हामी यहाँ हेर्दा चटपटे खान्छौँ पहिला आएर यहाँ चटपटे खाएको थियो हामीले एकदम मिठो थियो ओके अब हामी अब अगाडि बढ्दैछौँ बाटो अलि मोडै मोड छ त्यही भएर हामी बिस्तारै अगाडि बढ्दैछौँ दिपाले मलाई बाइक दौडाउन देखाएन दौडाउन पर्ने ठाउँ पनि छैन ओह्रालो पनि छ मोडै मोड पनि छ र त्यही हो हामी बिस्तारै जान्छौँ ओके नखाने भोकै जाने हामी चाहिँ अब अहिले यहाँ होटेल झन् आइपुग्नु आयो अब यहाँ होटेल छ अब यहाँ अब अलिकति अगाडि गए पनि होटेलै छ होटेलहरू नै होला पुलको छेउतिर पनि यति चाहिँ कहिले पनि पिस नआउँदो रहेछ
अस्ति नै आउँदा पनि यस्तै थियो, अहिले पनि यस्तै छ। ओके, फाइनल्ली हामी चाहिँ अब यहाँ पुल आउँछ एउटा, यहाँ चाहिँ खाजा खानालाई यस्तो रोक्नलाई छ, चिया खान मिल्छ। अब दिपाले चिया नखाने भन्यो भएर अब हामी चाहिँ अगाडि बढ्यौँ। अब हामी यो पुल तरेर जान्छौँ अगाडि। दिपा महर्जन पुरै खिच्ने है, पुल कटेपछि अनि अलिकति अगाडि जान्छौँ। अनि त्यसपछि अनि सिधा राखेर के खोला हो यो, त्रिपुरा सुन्दरी गाउँपालिकालाई हामी अब यहाँबाट प्रवेश हुन्छौँ होइन, त्रिपुरा सुन्दरी। अब यहाँनिर यस्तो छ, अब हामी यताबाट अगाडि जान्छौँ। भयो पुग्यो तिमीलाई? भयो भयो। अब यस्तो बनाएर त्यो बनाउनु, भिडियो बनाऊ किन? फुल देखाउँछ नि टाउको पनि अलि माथि राखेको हामी श्री नरसिंहधामसम्म बाटो कस्तो छ देखाइदियो। बाटो बाटोहरू गाइडहरू बाटो चाहिँ अब हिजो पानी पऱ्यो भएर पुरै चिप्लो रहेछ। नरसिंहधाम आउने बेलामा चाहिँ बाटो अलिकति नराम्रो रहेछ। हिजो पानी पऱ्यो भएर त्यस्तो भयो।
लगाइरहेको डाउट हल्लिन्छ कि जस्तो लागिरहेको छ गाडी गर्नु ट्राई गरेको स्टेबलाइज हुन्छ भनेर चाहिँ हालिदिन्छ त्यस्तो बिग्रिनु नहुँदैन तिमीले सक्नुहुन्छ यहाँ जाम भइरहेको छ एकदम यो बनाउने नि यस्तो छ। मेरो टाउको खिच्यो मेरो टाउको खिच्यो मेरो टाउको खिचेर के काम भनेर माथि माथि गाडी बनाउँछ साइडमा गाली गरे होइन हो गाली गरे हो त ऊ खाल्टोमा हाल्यो गाडी अब ऊ झन्नै हाले यो ल ल ल ल खाल्टोमा झन्नै हालेको खाल्टो त्यही हामी चाहिँ अब लगभग नजिक आइसक्यौँ अब नजिक आउँदा चाहिँ अब गाडीहरू चाहिँ अलि यहाँ साङ्लो बाटो भएर अलिकति धेरै जाम हुँदो रहेछ यहाँ चाहिँ अब यस्तो छ बाटो यही साङ्लो बाटो दिपामहरमा भिडियो बनाऊ है गाडीहरू चाहिँ सबै यहाँ पार्किङ गर्ने बाइकहरू चाहिँ तल जान मिल्दैछ यहाँ सबैजना हिँडेर जाँदै हुन्छ यस्तोतिर पनि देखाइदिनु कि नयाँ यस्तो हाम्रो भक्तजनहरू हिँडेको पनि देखाइदिनु बन्द नगर्नुहोस् न अब यहाँ भक्तजनहरू सानो गाडीहरू तर पनि जान दिँदैछ गाह्रो छ भक्तजनहरू के कस्तो गाह्रो छ भने गाह्रो हुन्छ
कतै राखेर जाउँ कि क्या छिटोमा खप्छ ल हिँडेर जानु मजा आउँछ नि है ल हेर्न सक्नुहुन्छ यता भक्त जानुहुन्छ बाइक कहाँ राख्ने होला अब मैले बन्द गरेँ नगरे चलो हेर्न सक्नुहुन्छ यहाँ गाडीको लाइन त्यति हामी यहाँ पार्किङ गर्न आयो पार्किङ गर्ने ढुङ्गामा लगाएर मात्रै दिएको क्या पार्किङ पनि कस्तो ठाउँमा ल्याएर गर्नु यस्तो ठाउँमा आएर गर्नु पहिले गरे पनि बाइक ओके हामी चाहिँ अब अहिले ठ्याक्कै नरसिंहधाम आइपुगेको छौँ अब यहाँ दिपा अब यहाँ पुरै रेडी छ अब हामी अब यताबाट लाग्छौँ यता आउनुहोस् अब यो चाहिँ सबै पार्किङ गर्ने ठाउँ भयो कारदेखि बाइकहरू सबै पार्किङ गर्नको लागि यहाँ ठाउँ भयो अब चस्मा मैले कहाँ राखेँ यहाँ रहेछ निकाला त दिपा ओके अब हामी ओके दिपा अब अघि हिँड्दैछ म पछि हिँड्दैछु अब यहाँ आज शनिबार पनि भयो आज एकदम प्याक छ मान्छेहरू धेरै भक्तजनहरू अब यस्तो छ यहाँ जेरी समोसाहरूको पसलहरू टन्नै रहेछ कस्तो लागिरहेछ दिपालाई बल्ल बल्ल आइपुग्यो हामी हामीलाई लगभग 2 घन्टा नि बढी लाग्यो बाटो अलिक घुमाउरो पनि छ होइन ल्याएन त्यो ल यहाँ सुन्तलाहरू पनि टन्नै छ ओके अब यहाँ मेन गेट अब त्यहाँ छ मेरो चाहिँ खुट्टा पनि जुत्ताले गर्दाखेरि एकदम दुखिरहेको कि हाम्रो दिपाजी अब पुरा हिँडिरहनु भएको छ यस्तो छ ओके हामी अब मेन गेट यो पसलहरू टन्नै देख्न सक्छौँ हामीले हजुरहरू जस्तै आँखा देख्ने भएको भए त केही गरेर पढाउन सक्ने आँखा नदेख्ने भएर त सबजना हाई गरिरहनु भएको छ के हो त्यो फोटो खिच्न लाग्नु भएको जस्तो लाग्यो यहाँ पक्कै पनि हाम्रो ओके हामी यहाँ गेट देख्न सक्छौँ श्री नरसिंहधाम पुरुषोत्तम महामहोत्सव भनेर रामेछाप जिल्ला मङथली नगरपालिका ओके हामी गेटबाट प्रवेश गर्छौँ अब भित्र पहिला हामी कहाँ जान्छौँ दिपा है टोइलेट सइलेट आहा भने भन्नुहोस् है व्यवस्थित रहेछ अहिले यतापट्टि साइड टोइलेटहरू पनि व्यवस्थित छ स्वास्थ्यमा कुनै समस्या छ भने हाम्रो यस स्थानमा 2वटा हेल्थ डेस्क पानी हामी सम्पर्क गर्न सक्नुहुनेछ मन्दिर दर्शन गर्न सिधा अगाडि हवन गर्न र स्नान गर्न बायाँतर्फ ओह्रालो बाटो प्रस्थान गर्नुहोला हामी पहिला कहाँ जाने दिपा हेलो पहिला खोलामा जाने हो पहिला ओके ल
धेरै हिँड्न पर्ने भने त हाम्रो प्रविजी स्वागत छ है ल ल एकदम कन्टेन्ट राम्रो बनाएर हाल्नु हस् ल हामी यसो गएर आउँछौँ गुरुकुलको संरक्षणबाट नै सनातन सभ्यताको संरक्षण हुन सक्छ भन्ने कुरा सबैले बुझिसक्नु भएको छ। सर त हामी अब अहिले उता खोलातिर जाँदैछौँ होइन त हिँड्न नि गाह्रो भइरहेछ मलाई त। अब धर्म गर्न आएको मान्छेलाई नि हिँड्न गाह्रो हो भन्छ के भनिरहेको यो मान्छेले खै ओके आज अब शनिबार भएको कारणले चाहिँ मान्छे प्याक छ जस्तो लाग्छ आज मलाई। अब कोही चाहिँ हिँड्नै सक्दिनँ भन्छ खालि के भने हो ल हामीले छोडिदिएछौँ हस् ल बजेहरूलाई यसरी ओसार पसार गर्ने काम पनि हुँदो रहेछ यहाँ ल ठिक छ। यतातिर के रहेछ यता जुस खान पाइँदैछ ल यता चाहिँ जुसहरू खान पाइँदैछ ल ठिक छ। अब हामी अब यतातिर चाहिँ ल मान्छे त कति दिपाले मान्छे देखेन भन्दै थियो कि है दिपा यहाँ त यस्तो पसल पनि रहेछ ल तिमीलाई अब केही चाहिन्छ भने यसो ल यतातिर पसलहरू पनि टन्नै छ। अब यता यहाँ चाहिँ अब मेन अब यहाँ सप्ताह अब यहाँ हुन्छ नि त समस्त आदरणीय सदस्य श्रद्धालुहरूलाई यो पावन पल पावन क्षणमा ओके अब चाहिँ घामले पोल्न थाल्यो है घाम चर्किन थाल्यो भगवानको महिमा श्रवण गर्नका लागि यहाँका हरेक प्रकल्प दान गर्ने ठाउँ पनि यतातिर रहेछ ल पहिला हामी मलाई विश्वास मलाई आशा छ विश्वास अब खै के गर्नुपर्ने हो यहीँ गर्ने होला अरू अनि माथि जाने होला। जुन भावसहित आउनुभएको छ यहाँ विभिन्न खालका लक्ष्यहरू राखिएको छ यहाँहरू गण्डकी आफ्नो गोत्र संख्या दिएका जति पनि यहाँ हवसमा त्यो ढुङ्गामा बसेर फोटो खिचेर गयो पहिला आउँदाखेरि ऊ यहाँनिर तयारी भयो स्विमिङ गर्न जाने भने होइन तयारी भयो सबैको हल्का पूजा गर्नु है। ओके यहाँ चाहिँ अब यस्तो पनि दुवै हातले गाईलाई के छ
तिमीहरू कहिले आ फर्किला हो ल आउँदै हो हामी भर्खर आइपुग्यो ल ल ल उता अनि उसको भाइ के त कोलबुटारको ओके ल दिपा यहाँ त खेल्ने कुरा पनि रहेछ ल तिमीलाई चाहिँ अब त्यो रेला चलाइदिएर पठाइदिनु पर्ला जस्तो छ ओके अहिले चाहिँ गर्मी भइरहेछ है अब अलि ओके यहाँ चाहिँ अब यस्तो पनि देख्न सक्छौँ हामीले त्यो गाडी नताने जस्तो पो गर्छ त ढुवा फेरि नतानेर पुरै अड्किरहँदाखेरि पुरै कालो होला ओके अब यहाँ मान्छेहरू प्याक नै छ अब नआउने ठाउँ चाहिँ कहाँ हो त यार यो ओके हामीले चाहिँ यहाँ अब प्रेमहरूलाई भेट्यौँ ल बाइकमा आएको हामी बिस्तारै जानुहोस् बिस्तारै जाएर त्यहाँ एकचोटि सर डुबेर आऊ न ओके अब दिवा चाहिँ बिस्तारै जानुहोस् अलि पर जाऊ न अझ पर जाऊ हो ल त्यही हुन्छ ल डुब ल ओ दिपा महर्जन ल यहाँ त अब टन्नै नआउने मान्छेहरू छ है अब दिपा महर्जन चाहिँ यहाँ नुहाउन लाग्छ दिपा महर्जन डुब न टाउको नि टाउको ए खै त अब एकचोटि भने अब एकचोटि अब अर्को एकचोटि बस ल भयो ल ल अब म रुमाल कहाँ छ ल आउनुहोस् ल बिस्तारै आयो नि ओके दिपाले नुहाइसक्यो अब म रुमाल रेडी गरिदिन्छु दिपाले नुहाइधुवाइ पनि गरिसक्यो अब पूजा गर्न जाँदैछ दिपा है अब यहाँ बिन्ता छ यता सम्झना भाउजू छ र सबैजना हामी यहाँ आएपछि भेट भयो सबैजनाको है अब त्यही हो अब यहाँ पूजा गर्न लगिरहेको छ हामी अब सबैजना मिलेर ओके यहाँ चाहिँ अब मान्छे टन्नै हुनुहुन्छ टन्नै भिड छ आज शनिबार पनि भयो अनि मान्छेहरू टन्न हुनुहुन्छ अनि मलाई चाहिँ एकदम पसिना भएको छु म चाहिँ नुहाइनँ दिपा चाहिँ नुहायो अब यहाँ पूजा गर्न लाग्छ तर एकदम भिडभाड छ भिडभाडको कारणले गर्दाखेरि अब यहाँ अलि मिलिरहेको छैन
माथि त गौशालाको गाई हाल्नु त त्यस्तो सामान ल्याएको त्यो दिपाको चप्पल हरायो है। अब यहाँ छोडेर गएको, यहीँ छोडेर गएको चप्पल। अब अहिले चप्पलै छैन। चप्पल अब कहाँ हरायो है। खोजेको खोजेको छ त। भेट्यो भेट्यो ल चप्पल भेट्यो ल भेट्यो ल झन्नै नभेट्यो भनेर समाचार हाल्न लागिरहेँ मैले त। ल भेट्यो भेट्यो ल ल लागौँ अब। हाम्रो चाहिँ यहाँ अब सबै काम नहुने अनि यता गङ्गा पूजा गर्ने सब सिद्धि। अब हामी अगाडि बढ्दैछौँ। अब हामी कहाँ कहाँ जान्छौँ सबै देखाउनेछौँ। दिपाको चप्पल खोज्दा खोज्दा बल्ल बल्ल भेट्यो यहाँ। ल यहाँ चाहिँ अब दिपाहरू त्यहाँनिर पूजा गर्दैछ है। एकदमै हुल छ, त्यहाँ प्याक छ। ओके, हामीले चाहिँ अब यहाँ फोटो पनि खिच्यौँ। अब हामी माथि मन्दिरमा जाँदैछौँ। अब हामी बिस्तारै अगाडि बढ्दैछौँ। मान्छे आज एकदम प्याक छ, त्यही हो। यहाँ के गर्नुपर्छ दिपा? कहाँ नि के छ यहाँ? ल गर्नुहोस् हजुर। यहाँ हो त होइन? फुले ला गर्ने स्थानमा छौँ अहिले। अब दान गर्ने स्थानमा अब त्यहाँ दिपाले के ल्याएछ, अब हामी त्यहाँ दान दिन्छौँ। यो पलमा, यो क्षणमा, यो घडीमा हामीले भगवानप्रति आस्था जगायौँ, भगवानप्रति भक्तिभाव जगायौँ भने अवश्य पनि हामीले आँटेको, हामीले ताकेको, हामीले इच्छाएको सबै कुराहरू पुग्छ। तर भगवानमाथि नै विश्वास गरेनौँ, भगवानमाथि नै आस्था गरेनौँ भने त्यो सम्भावना रहँदैन। जसरी आस्था लिएर आएका छौँ, विश्वास लिएर आएका छौँ भने त्यो भाषै बस्दैन। यस्ता क्षण र पलहरू कहिले आउँछन्, कहिले हुन्छ भनेर भन्न सकिने अवस्था रहँदैन।
त्यसैले पनि यो पललाई महत्त्व दिएर यो पललाई हृदयमा राखेर यहाँहरू गण्डकी सोसाइटी धादिङको सभापति दुर्लभजी हुनुहुन्छ, उहाँ सहितको टिमलाई जो आउनु भएको छ सबैलाई सम्मान छ। सबैले टिका र प्रसाद दिउँ है, बुवालाई टिका लगाउँ त, सबैलाई सम्मान गरौँ र सम्मान गरौँ। म यतातर्फ केन्द्रित भइहाल्नु र सबैलाई सम्मान छ। सबैको हृदयमा भक्तिभाव जागृत होस् भन्ने हाम्रो कामना पनि हो। भक्तवत्सल भगवानको साम्ब सदा शिव भगवानको माथि किताब छ, किताबमा आजको आनन्दको माथि नरसिंह भगवानको गौ माताको रसिद अनिवार्य लिउँ, रसिद लिएर मतदान गरौँ। ओके, हामी अब अहिले यहाँ अब ऊर्जा सबभन्दा ठुलो कुरो रहेछ, शक्ति सबभन्दा ठुलो कुरो रहेछ। शक्तिले नि भक्ति मिल्छ, भक्तिले नि शक्ति मिल्छ। भगवानको आस्था गर्ने मान्छे, भगवानको विश्वास गर्ने मान्छे जीवनमा कहिले पनि दुःखी हुनु पर्दैन। यस्तो पवित्र ठाउँ रहेछ, हामी पनि आएर महसुस गऱ्यौँ। विगत 8-9 दिनदेखि म यहीँ छु। त्रिपुरा सुन्दरी आइसकेपछि नि यहाँहरू पानधारे दुधेश्वर महादेव मन्दिरको पनि दर्शन गरौँ। हिरण्यकश्यपलाई भगवानले कसरी उद्धार गर्नुभएको रहेछ, जहाँ त्यो स्फटिक खम्बा कसरी फुटेको रहेछ, त्यहाँबाट भगवान कसरी प्रकट हुनुभयो र भक्त प्रहलादले ध्यान कहाँ गर्दा रहेछ त्यो पनि हेर्नुपर्छ। र अलिक टाढा र पानधारे दुधेश्वर महादेव मन्दिर भन्नु नजिकै छ, जहाँ पृथ्वीनारायण शाहले दुधेश्वर भगवानको त्यो मूर्ति त्यो शिवलिङ्गमा जल चढाउनु, पानधारेमा उहाँले स्नान गर्नु। दुधेश्वर भगवानको आशीर्वाद, माता त्रिपुरा सुन्दरीको आशीर्वादले पृथ्वीनारायण शाहले नेपाल एकीकरण यस्तो पवित्र ठाउँ सम्भवतः अन्त भेटिँदै भेटिँदैन। त्यसैले पनि यहाँ यस्तो ठाउँमा आउनु भएको छ, प्रदान गरिन्छ। यता लगाइदिइहालौँ न, लगाइदिइहालौँ। तर त्यहाँभन्दा मुनि यहाँ निधार थापेर मान्छेलाई चाहिँ लगाइदिउँ न। हामीले ठाउँ ठाउँबाट सम्मान गरेका छौँ, ल आउनुहोस् प्रदान गरेका छौँ। बुवा 3 वर्ष प्रदान के किन ला, के किन्यो? प्रसाद पुग्छ त्यतिले? ओके ल, अब यहाँ प्रसाद किनिसक्यो रे ल लागौँ अगाडि बढौँ। गर्मीले चाहिँ ओके, यहाँ अब प्रसादहरू पनि किनिसक्यौँ हामीले। अब हामी अब माथि मन्दिरमा जान्छौँ। ओके, मान्छेहरू कति आवत जावत छ ल, आज एकदम प्याक छ। अब हामी चाहिँ यताबाट अगाडि बढ्छौँ। अब हामी मेन मन्दिरमा जान्छौँ, नरसिंहधामको मेन मन्दिर। ओके, अब चाहिँ मैले ब्याग दिपालाई दिएँ, म हल्का भएँ अहिले चाहिँ। ल यहाँ चाहिँ अब यस्तो भवन छ, त्यो गुरुकुल भवन हो दिपा। यो त्यहाँ अघि बच्चाहरू सबै छ नि, त्यहाँ यहीँ पढ्ने बच्चाहरू हो। जाऊँ न, यता जाऊँ न, बाटो दिपा मख परे आज हेर्नु न, नाक पनि हेर्नु न। गर्मीले कति गाह्रो होइन। मैले फ्यान ल्याइदिए युज गरेन, त्यही भएर। हो त पानी खाऊ भने ल, बाटोमा पानी खानलाई यस्तो सुविधा छ, तर हाम्रो मान्छेले पानी खान्न भन्यो। ल ठिक छ, त्यसो भए किन गाडी यता र उता गरे जस्तो पो गरे त।
ओहो खाली पेटमा गाह्रो भयो ल मान्छेलाई गाह्रो भइरहेछ लाउनु त एकछिन यस्तो हावा गरेर के भयो लौ न झोला गुल्टाइदिए एउटा झोला पनि समाउन सकेन यार यहाँ गुल्टाइदियो ल कसो यहाँबाट तलतिर चाहिँ गएन ओके अब हामी एकछिन विश्राम गऱ्यौँ अब फेरि अब माथितिर मन्दिरतिर लाग्छौँ आछौँ सबैजना आएको आउन त आइयो तर गाह्रै हुँदो रहेछ अब यो गर्मी पनि एकदम बाबु हराउला समातेर हिँड ओके अब हामी मन्दिर लगभग आइसक्यौँ समातौँ मम्मी माथि पुगिसक्यो आऊ ओ कति प्याक सानो बाटो आएपछि त हामी त ठोक्किँदा एक दिपा हराउला है कताबाट हो दिपा यता आऊ न होइन हो अब सबैजना यता अनि एकैचोटि भनेर कताबाट घुम्ने रे यताबाट ल आउनुहोस् ल घुमौँ जमुना कहाँ गयो हाम्रो साथी घुमौँ हामी त म त सिधै गएको घुम्नु पर्छ चलाऊ अब 5 रुपियाँ चलाइदियो प्लास्टिकको झोला छ छैन है चलाउ नि त साथीहरूले लिए भन्थ्यो प्लास्टिकको झोलामा छाता हालेन नभए पकारीमा हजुरले धोए हुन्छ धोए भयो ल घुमौँ नलजाउँ ओके यहाँ घुम्नलाई पनि एकदम प्याक छ मान्छे एकदमै किन अड्क्यौँ हामी यहाँ किन अड्क्यौँ हाम्रो उहाँले अड्केको ढोकै सानो रहेछ अनि कता ए म त छिर्दिनै क्या त्यहाँ त म त त्यस्तै लाग्यो अब दुईपट्टि ब्याग छ म अड्किन्छु जस्तो लागिरहेछ है मलाई त ल म कसरी छिरौँ है यहाँनिर कसरी छिरौँ है ए छिर्यो ल अड्क्यो साँच्ची नै अड्क्यो हो म त दिपा अब उता अगाडि सिधा अगाडि एकदम प्याक छ है प्याक छ अब हामी यहाँ अगाडि दिपा अगाडि अब ओके अब हामी चाहिँ अब यहाँ मन्दिरभित्र प्रवेश गर्छौँ मेन मन्दिरभित्र कसरी प्रवेश गर्न मिल्छ कहाँबाट प्रवेश गर्ने ठाउँ दिपा कहाँबाट प्रवेश छैन ए छोडिदिउँ अब हामी गएर त्यो हामी खिच्दैनौँ भित्र गएर त बाहिरबाट यस्तो गर्ने हिँड्ने हो ल ओके यहाँ चाहिँ अब एकदम धेरै भिड छ त्यो कारणले अहिले इन्ट्री भएको छैन अहिले यहाँ एकछिन हामी कुरेर मात्र जान्छौँ इन्ट्री छैन अहिले प्याक छ अरे न पसिना पुस्नुहोस्
दिपा कहाँ गयो होला के यता आउने यताबाट चाहिँ अहिले उयो ल हिँड ल तिमीले आएर हामीलाई नै रोकिदियो कि यस्तो यो हामी एक दुईजना बस्नुहुन्छ तपाईँ होइन मान्छे धेरै भइरहेको क्या अनि गाह्रो हुन्छ नि अनि कतिको गाह्रो हुँदो रहेछ त हजुर यो सासुबारी अलि उतापट्टि नछुटाइदिनु सासुबारीलाई नछुटाइदिनु छिराइदिनु उहाँलाई चाहिँ हेर्नु फेरि आफ्नो मान्छे छिरो भन्छ क्या त्यस्तो छ यहाँ होइन उहाँको चाहिँ फेरि साधन पूजा गर्ने साधन उता होला अनि भनेर नि ल जानुहोस् बजी जानुहोस् फेरि हामीलाई पनि छुटाउनु मिल्दैन फेरि ल हाम्रो सेक्युरिटी भाइले पनि नियमको पालन गर्दै हुनुहुन्छ ल यसो हतार त्यहाँ खाली भइसक्यो हेर त आफ्नै मान्छे बस्छ नेपालमा बस्छ छिरेपछि सबै आफ्नै मान्छे तिमी जानु मिल्दैन जाउँ दिपा बिस्तारै हिँड्नु ल भिडियो म गर्दिनँ यार मलाई पहिला नै आएको थाहा छ मलाई ओके हामी अब भित्र भिडियो बनाउन मिल्दैन त्यही भएर अब हामी भिडियो बनाउँदैनौँ बिस्तारै ल अब बिस्तारै हतार नगरिकन दिपा त्यहाँ आइसकेपछि फाल्ने दिपा आइपुग्यो नि त्यहाँ एलाउड छ नि होइन एलाउड छ ओके दिपाहरू त्यहाँ ओके मेरो सट्टा दिपाले टिका लगाएर आइसक्यो है अब एकछिन के रेस्ट गर्ने कि ए साँच्ची अब यताबाट जाने हो फोटो खिच्ने तपाईँ पाटा खरौला खोज्नु हामी चाहिँ भोजन किने खोज्नु पर्छ भिडियो अब हामी चाहिँ अब अहिले अब निक्लिन लाग्यो अब यहाँ सबैलाई छोडेर कहाँ गयो फेरि दिपा ओके अब हामी चाहिँ घरतिर लाग्न लाग्यौँ हामीले अब सबै काम भइसक्यौँ अब सबै दर्शन पनि गऱ्यौँ बजार मलाई बाटो छेडिदिँदैन ल लागौँ पूजा गऱ्यो भने त कस्तो लाग्यो त आज कस्तो लाग्यो भन्नुहोस् न हाम्रो यो नरसिंहधाम अब हामी फर्किने क्रममा छौँ अब आज मान्छे पनि धेरै भयो रमाइलो पनि भयो अब पानी एउटा किन त पानी खाउँ तर पानी लिनुहोस् त नानी एउटा पानी दिनुहोस् न 5 रुपियाँ पानीको
कति रे मैले कति भने भन त ल 25 रुपियाँ चाहिँ दिने म ल तिमीले धेरै भन्ला भनेर धन्दै तर्से अब ओके यहाँ चाहिँ अब 25 रुपियाँ पानीको आज ल मैले खाएँ ल सानी पानी एउटा कति हो उठाउनु त नि अब के राख्ला अब पहिला उठाइहाल ओके हामी पानी खान्छौँ अब त्यो एकचोटि यसो खोलिदिनु त ट्राई गर होइन होइन चुच्च गरिदिनु तपाईँले गरिदिनु हुन्छ लौ न खोल्यो खोल्यो हो ल भयो धन्यवाद ठिक छ ल ल कति बेच्छौ पानी तिमीले होइन दिनभरिमा होइन म दिन्छु पैसा किन हाते कति थाहा भइसक्यो म त नदिने भनेको सानीहरूले चाहिँ मजाले पानी बेचिरहेछ के हो बाहिरको ल एक बोतल पानी उहाँलाई दिनु नि त ल सानीहरू दिनुहोस् न पैसा पनि देऊ ल पानीको पैसा कति रे सानी पैसा जम्मा ल लियो नि त ल धेरै दिएछु हेर त मैले अब यता सुन त मैले अर्को पनि पानी लिएर दुईटा लिएँ धन्यवाद ल लागौँ अब मेरो पानीको पैसा मैले पानी दिएँ है ल्याउनु पानी तिमीहरू फेरि झुकेला नि फेरि ल ठिक छ अब ओके हामी चाहिँ अहिले दान गर्न गइरहेको छौँ अलिकति पैसा यहाँनिर थोरै पैसा गरेर जानुहोस् मन्दिरले हजुरहरूको बाटो पुरिरहेको छ तसर्थ दान गरेर अधिक पुण्य प्राप्ति गर्नुहोस् पुनश्च दान गरेपछि रसिद अनिवार्य लिनुहोला हरे कृष्ण हामीले चाहिँ यास्मिन हेरनको नाममा दान गर्न आउनुहोस् सबैले एक दान गरेर जानुहोस् मन्दिरले हजुरहरूको बाटो पुरिरहेको छ ल लागौँ अब हामी घरतर्फ लाग्छौँ ओके हामीले दान पनि गऱ्यौँ आएर ल सानी यो त्यहाँ हाल न पानी बोकेर हिँड्यो नि हुन्छ ओके मान्छेहरू चाहिँ आउने क्रम जारी नै छ है अब हामी चाहिँ घर फर्केको के छ अनि कतिखेर हो त्यहाँ नै आएको हो ल म नि हामी नि फर्किँला अब ल ओके हामी चाहिँ अब अहिले उता दर्शन गरेर फर्केर आउँदाखेरि चाहिँ यहाँ बिच बाटोमा चाहिँ हामीले खाना खाँदैछौँ अब यहाँ प्याक छ खाना खानालाई पनि है कस्तो लागिरहेछ खाना मिठो लागिरहेछ ओके ल म पनि खाइरहेको छु खाना दिपा पनि खाइरहेछ त्यहाँ अब टन्नै छ आज एकदम प्याक छ पुरै जाम छ बल्ल बल्ल निस्केर आएको हामी त्यहाँबाट लो जाम छ